हेलो एभ्रिवान वेलकम टु माई च्यानल र मैले यो पहिलाको पिकनिकको मेमोरी तपाईँहरूलाई बसमा भेट पिकनिक स्पट आइपुग्यो हेलो ल फाइनली हामी आयो स्पटमा आयो हेरौँ कस्तो हुन्छ यहाँ त फिस्टेल ड्रिम पार्कको नजिकै पो रहेछ त राम्रै रहेछ है उस्तो केटी हो कपमा बस्ने बसिहाल है कपमा बसिहाल ल छिटो 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 मेमोरी धेरै छ केटी हो छिटो बसिहाल एकछिन तिमीहरू खेल न यता हेर फोटो खिचिदिन्छु सक्यो यो ब्युटिफुल लेडिज ओइ फोटो खिच्न जाम अहिले ल यता पछाडि यो के खोला भन्छ यसलाई क्रिस्टल ड्रिम के रिभर भ्यू रिसोर्ट रहेछ है पोखरा मतगौडा अब हामी खाजा खाने जाने रहेछौँ केटीहरू फोटो खिच्दामा बिजी तपाईँ हराउनु भयो त अनि बिचमै हुलमुलमा हो खाइ पाएन हो ए थ्याङ्क यू सो मच वेलकम होइन होइन अहिले हजुरको पालो छुट्टै छ नि खिचिदिने म खिचिदिन्छु नि लिएर आउनु त कतिको लाग्छ न हजुरलाई त नामै छैन हामीले खाजा खाना भन्नु त कहाँबाट खाजा देखाउँछु बल्ल होइन ल ल अझै हामी बोलेको त आउँदैन हेलो गोपिला आमा यता आजको नास्ताबाट उहाँ पुगेर मैले यति हजुर भिडियोमा आउनु भएकै छैन के हजुर अघिबाट खिचेको यो नक्कलीहरू यो नक्कलीको केटीहरू हो भन्न पर्यो अब हामी सबै खाएर भ्यायौँ दिदी लास्टमा आउनु भएर लास्टमा होइन बिच बिचमा खाँदै हुनुहुन्छ त्यही भएर अब यहाँ यस्तोमा आउँछ तर उज्यालो आएकै घामले यो को हो कि हाम्रो टोलको नक्कली बुहारी यो दुईटा ल हाम्रो टोलका मामा अङ्कलहरूले रमाइलो टोलको रमाइलो खिच्नु पर्यो नि गुवाहरू उहाँ बुवाको आमा यता हुनुहुन्छ उता झन् साइड राम्रो आहा पोज आज त तपाईँ त्यसै झलल्लै बोल्नु भयो हस् हस् म अङ्कलको उसमा पठाइदिन्छु है त्यही त अन्डा मजाले खाऊ पर्छ अहिले नाच्नुपर्छ है खाएर रमाइलो छ जे
गीतको साउन्ड नै ठुलो भएन क्या दिदी अहिले ढङ ढङ हुनुपर्ने नि छैन क्या यो जुत्ता लास मिल्दैन क्या पेन्सिल लाछेन मलाई त आउँदैन यस्तो यस्तो गर्न छुट्टै छुट्टै रमाइलो भयो यहाँको रमाइलो फेरि छुट्टै